आज म तपाईँहरूलाई भारतमा बस्ने नेपालीले चाहिँ आधार कार्ड बनाउन सक्छ कि सक्दैन र बनाइसकेपछि अप्लाई गरिसकेपछि पनि किन रिजेक्ट आउँछ त्यो विषयमा म तपाईँहरूलाई जानकारी दिनेछु। हामीलाई के डकुमेन्ट चाहिन्छ त्यो विषयमा पनि म जानकारी दिनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला, मैले तपाईँहरूलाई कम्प्युटरमा देखाउनेछु। यदि तपाईँको चाहिँ डकुमेन्ट सही छ भने चाहिँ तपाईँको मैले स्क्रिनमा देखाए जस्तो सक्सेसफुली भनेर चाहिँ यसरी म्यासेज आउँछ र कुनै कुनै अवस्थामा यस्तो म्यासेज आइसके पनि तपाईँको चाहिँ लास्टमा गएर इनभ्यालिड भनेर देखाउन सक्छ। त्यसैले चाहिँ तपाईँले चाहिँ डकुमेन्ट चाहिँ प्रपर रूपमा चाहिँ कम्प्लिट रूपमा लगेर मात्रै अप्लाई गर्नु होला है त। साथीहरू, म स्क्रिनमा आइसकेको छु र तपाईँले चाहिँ युआइडिएआई गभर्मेन्ट इन्डियाको यो चाहिँ वेबसाइटमा लिएको छु। यहाँनिरबाट तपाईँको चाहिँ आधार कार्ड अप्लाई गरिसकेपछि चेक गर्न सकिन्छ र त्यो चेक गर्नको लागि तपाईँहरूले सबैभन्दा पहिला यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ यो वेबसाइटमा आइसकेपछि माई आधार भन्ने अप्सन रहेको छ। माई आधार भन्ने अप्सनमा आएर चेक आधार अपडेट स्टाटस भन्नेमा गएर यहाँनिर क्लिक गर्नुभयो भने तपाईँको यहाँनिरबाट हामीले चेक गर्न सक्छौँ र यहाँनिर चेक गर्ने क्रममा तपाईँको चाहिँ इनरोलमेन्ट नम्बर छ भने त्यो हाल्न सक्नुहुन्छ। कुन छ तपाईँको एसआरएन नम्बर अथवा युआरएन नम्बर, एसआइडी नम्बर। मेरो चाहिँ एसआइडी नम्बर हो। यहाँनिर एसआइडी नम्बर हाल्नुपर्छ। यहाँनिर चाहिँ मैले ब्लर गरेको छु किन भन्दाखेरि देखाउन मिल्दैन। मेरो चाहिँ एसआइडी नम्बर यहाँनिर राख्छु अनि यसमा क्याप्चा टाइप गर्नुपर्ने हुन्छ। तपाईँले चाहिँ आफ्नो क्याप्चा टाइप गर्नुहोला। क्याप्चा चाहिँ जे यहाँनिर दिएको छ त्यही टाइप गर्नुपर्छ, मिस्टेक नगरिकन टाइप गर्नुहोला अनि सबमिट गर्नुहोला। यहाँनिर क्याप्चा मिलेन मेरो है, मैले फेरिबाट क्याप्चा टाइप गर्छु अनि सबमिट गर्न सक्नुहुन्छ। सबमिट गरिसक्नुभयो भने तपाईँको यहाँनिर तलपट्टि छार्नुहोस्। यहाँनिर तलपट्टि छारिसकेपछि यहाँनिर के लेखेको छ, रिक्वेस्ट एक्सेप्ट स्टेज भनेको छ। यो चाहिँ हरियो रेखाको चाहिँ कम्प्लिट भएको थियो। भ्यालिडेसन स्टेज भनेर यो पनि कम्प्लिट भएको थियो हैन। त्यो कम्प्लिट हुने बेला मलाई म्यासेज पनि आएको थियो, तपाईँको भ्यालिडेसन स्टेज कम्प्लिट सक्सेसफुली भयो भनेर म्यासेज पनि आएको थियो। र त्यसपछि अर्को कम्प्लिटमा गएर चाहिँ मेरो के भयो भन्दाखेरि समस्या, डकुमेन्ट मिलेन। रिक्वेस्ट कुड नट बी प्रोसेसिङ ड्यू टु इनभ्यालिड डकुमेन्ट, प्लिज रिअप्लाई हो। यहाँनिर किन यस्तो हुन्छ भन्दाखेरि तपाईँको चाहिँ हाम्रो डकुमेन्ट चाहिँ कुनै पनि डकुमेन्ट मिलेन भने यस्तो हुन्छ। जस्तो मैले चाहिँ के गराएको थिएँ भन्दाखेरि तपाईँको 1 वर्ष नपुग्दै तपाईँको चाहिँ मेरो चाहिँ तपाईँको रेन्ट एग्रिमेन्ट 1 वर्ष नपुगेको हुनाले चाहिँ यो रिजेक्ट भएको हो। किन भन्दाखेरि मैले जम्मा 1 महिनाको मात्रै रेन्ट एग्रिमेन्ट बनाएर लगेको थिएँ, त्यसले गर्दा नै यो रिजेक्ट भएको। त्यसले गर्दा म के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरूले यदि आधार कार्ड अप्लाई गर्दै हुनुहुन्छ भने मैले यहाँनिर डकुमेन्ट तयार पारेको छु। के चाहिन्छ भन्दाखेरि नेपाली नागरिकका लागि आवश्यक डकुमेन्टहरू भनेर तपाईँ नेपाली हुनुहुन्छ भने रेजिडेन्स फरेन नेसनलको रूपमा आधार बनाउन सक्छ भनेको छ हैन। यो युडिआईले प्रुफ अफ आइडेन्टिटी भनेको पिओआई भनेको मान्ने नेपाली पासपोर्ट चाहिन्छ। तपाईसँग नेपाली पासपोर्ट हुन पर्यो हैन। यदि पासपोर्ट छैन भने वैकल्पिक रूपमा 2वटा अन्य कागजहरू देखाउनु पर्छ जसमा ठेगाना नमिलेको हुनुपर्छ। जस्तै नेपाली नागरिकता प्रमाणपत्र, नेप्लिस सिटिजन अफ सर्टिफिकेट वा नेपाल सरकार तथा मिसनद्वारा भनेको एमबिसीमा चाहिँ बनाइन्छ यो फोटो आइडी कार्ड भनेको एउटा तपाईँको फोटो टाँसेर एउटा उनीहरूले चाहिँ एउटा लेटर बनाइदिन्छ। त्यो लेटर चाहिँ हुनुपर्छ यदि पासपोर्ट नभएको खण्डमा। यदि पासपोर्ट छ भने यो चाहिएन हैन। एड्रेस प्रुफ, भारतमा बस्ने ठाउँ तपाईँको युआइडिएआईद्वारा स्वीकार्य जस्तो एड्रेस डकुमेन्ट जसमा तपाईँको भारतमा तपाईँको नाम र तपाईँको ठेगाना उल्लेखित भएको चाहिँ एउटा चाहिँ एड्रेस प्रुफ हुन पर्यो। जस्तै बिजुलीको बिल अथवा तपाईँको हस्पिटलको बिल अथवा तपाईँको चाहिँ घर एग्रिमेन्ट, लिज एग्रिमेन्ट चाहिँ हुन पर्यो। तपाईँको चाहिँ लिज एग्रिमेन्ट भयो भने तपाईँको चाहिँ मजाले चाहिँ यो चाहिँ गर्न सक्नुहुन्छ हैन। यो चाहिँ गर्न सक्नुहुन्छ अनि यति डकुमेन्ट लग्नुभयो भने तपाईँको हुन्छ र तपाईँको चाहिँ मिनिमम पनि तपाईँको 6 महिना 182 दिन कटेको हुनुपर्छ। 182 दिन कटेको भयो भने तपाईँहरूले चाहिँ मजाले चाहिँ यो चाहिँ अप्लाई गर्न सक्नुहुन्छ र तपाईँको चाहिँ एक्सेप्ट पनि हुन्छ र छिटो तपाईँको चाहिँ आधार कार्ड पनि बन्छ है। यसरी चाहिँ गर्न सक्नुहुन्छ र एकदमै इजी छ, त्यस्तो झन्झट छैन धेरै हैन।
इजी तरिकाले गर्न सक्नुहुन्छ। सबभन्दा तपाईसँग पासपोर्ट भयो र तपाईसँग कम्तीमा नि 6 महिना बसेको चाहिँ इन्डियामा बसेको एउटा प्रुफ हुनु पर्यो, जस्तै एड्रेस प्रुफ हुनु पर्यो। त्यो भयो भने तपाईको मजाले चाहिँ आधार कार्ड बनाउन सक्नुहुन्छ, प्यान कार्ड बनाउन सक्नुहुन्छ हैन। यसरी चाहिँ तपाईले मजाले चाहिँ भारतमा आएर काम अथवा व्यवसाय, पढ्न लेख्न अथवा जे पनि गर्न सक्नुभयो आधार कार्ड भयो भने हैन। अनि प्यान कार्ड बनाउन सक्नुभयो। र तपाईको चाहिँ इम्पोर्टेन्ट के छ भन्दा अर्को चाहिँ तपाईको चाहिँ डकुमेन्टमा चाहिँ सकेसम्म पुरा नाम भएको हुनुपर्छ। जस्तै विश्वकर्मा बिकेको ठाउँमा चाहिँ तपाईको चाहिँ विश्वकर्मा भएको अथवा तपाईको केसीको ठाउँमा चाहिँ छेत्री भएको पुरा नाम भयो भने चाहिँ यहाँनिर प्यान कार्ड बनाउन सजिलो हुन्छ। र यो कुरामा पनि ख्याल गर्नु होला। तपाईले नेपालमा चाहिँ आफ्नो नागरिकता अथवा पासपोर्ट बनाउनु बेला पुरा नाम हालेर बनाउनु होला। यही भन्दै आजको लागि यो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने कमेन्ट बक्समा लेख्न नभुल्नु होला। अझै थप जानकारी चाहियो भने मैले थप भिडियो लिएर आउने नै छु। हस्त नमस्ते।